यी जति पनि आउँदैछन् नि यो ज्याकेट लाएर साथीहरू, यिनीहरू भनेको चाहिँ शुक्रबार अस्ति 15 गतेको दिन चाहिँ भाटभटिनीमा लुटपाट गर्ने व्यक्तिहरू रहेछन् है। त्यतिखेर हामीले भिडियोहरू पनि हेरेका थियौँ। अनि त्यहाँ मान्छेहरूले धेरै लुटपाट गरेको थिए, सामानहरू धेरै चोरेर लगेका थिए। हामीले प्रत्यक्ष लाइभमा पनि देखिरहेको थियौँ होइन। सरकारले चाहिँ ती लुटपाट गर्ने चोरहरूलाई चाहिँ समातेर कारबाही गर्न आँटेको रहेछ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, यी सबै चाहिँ त्यो भाटभटिनीमा लुटपाट गर्ने, त्यहाँको सामान चोरेर लग्ने ती व्यक्तिहरू रहेछन्। समाजमा यिनीहरूको कति बेइज्जत हुने भयो अब होइन। अरूभन्दा पनि यिनीहरूका छोराछोरी आफन्तहरूले के सोच्ने हुन्। अब राजा ल्याउन भनेर गएका मान्छेहरू, यिनीहरू चाहिँ यहाँनिर यसरी सामान चोरेर चाहिँ पक्राउ खाएर पुरै होइन सोसियल मिडियाभरि एकदम भाइरल भइरहेछन्। त्यसैले साथीहरू, तपाईँहरू पनि त्यस्तो हरकत गर्न चाहनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ बेलैमा विचार पुर्याउनु होला, नत्र यसरी तपाईँहरू पनि बेइज्जत हुन सक्छ।